सो सनफ्लावर्स भाइ चाहिँ आफ्नो वर्क प्लेस रिटर्न भइसकेको छ। हजुरहरूले हिजोको भ्लग हेर्नुभएको छ भने चाहिँ अवश्य थाहा पाउनु भइसक्यो होला। सो उसले चाहिँ ड्युटी पनि जोइन गरिसक्यो भनेर चाहिँ हामीलाई चाहिँ कल गरेको थियो। अनि अब दिन यसरी नै चाँडै बित्दै जाओस् र चाँडै भेट हुने आशको साथ चाहिँ आजको लागि चाहिँ आफ्नो दिन स्टार्ट गरौँ है त सनफ्लावर्स। हेलो सनफ्लावर्स, वेलकम ब्याक। युट्युब च्यानल अगेन न्यू डे न्यू भिडियो लिएर म सुजाता राई फेरि हजुरहरूको माझ उपस्थित भइसकेको छु। सो अब आज चाहिँ हजुरहरूको दिन कसरी बित्यो, तर एकदमै रेनफल हुन्छ नि। अब 21 गतेसम्म त तपाईँको यत्तिकै रेनफल भनिरहेको छ, त्यो न्युज त हजुरहरू पनि थाहा पाउनु भइसक्यो होला। तर लिटरली आज यस्तो धेरै जाडो भएको छ नि, बिहानदेखि पानी परेको एकचोटि रोकिने नामै लिएको छैन कि सनफ्लावर्स। कतै हिँडौँ भने पनि, तर अब पानी परे पनि हिँड्नै पर्नेछ, किनभने भोलि चाहिँ मेरो साथीको बर्थडे छ। उसको बर्थडेको लागि म चाहिँ जान नपाउने भएँ, किनभने यस्तो पानी परिरहेको छ नि त। सो उसलाई चाहिँ अब सरप्राइज केक चाहिँ डेलिभरी गरिदिनलाई चाहिँ अनि भन्नु पनि पर्नेछ, अनि प्लस अर्डर पनि गर्नुपर्नेछ। सो सनफ्लावर्स हामी सँगसँगै केक अर्डर गर्न जाऊँ है त। अनि भोलि चाहिँ मलाई उसको बर्थडेमा चाहिँ एटेन्ड गर्न मन थियो नि त, किनभने अब ऊ पनि मेरो बर्थडेको लागि हरेक वर्ष आइरहेको हुन्छ, एकचोटि पनि छुट्याएको छैन। सो म पनि एकदम जान्छु भनेर चाहिँ एकदमै प्रिपेयर भएर बसेको थिएँ। तर के गर्नु, वेदरले गरेर। तर पनि केही छैन, इफ पानी रोक्यो भने चाहिँ म स्योर जान्छु, यदि रोकेन भने चाहिँ यसरी नै अब डेलिभरी गरिदिनु पनि हुन्छ। अनि बहिनी एन्जलले रिसिभ गर्छ केक चाहिँ, उसलाई मैले चाहिँ अघि नै मेसेज गरेर भनिसकेको छु। सो अब ढिला नगरिकन जाऊँ है त सनफ्लावर्स। सो सनफ्लावर्स हामी चाहिँ यसरी यस्तो बिर्सक भएर जाँदैछौँ नि भोलि मन्जुको बर्थडेको लागि। बिस्तारी यस्तो बिर्सकले जाँदैछौँ, कस्तो एकछिन सानो पनि पानी परेको छैन कि है, यत्तिकै पानी परिरहेको छ। हेर मन्जु, तिम्रो लागि यस्तो दुःख गर्दैछौँ होइन, भोलि बर्थडेमा आउन पाएन भनेर चाहिँ मन चित्त नदुखाउनु। आउनु त मन गरेको हो, ठुलो रहर गरेको, यसपालि झन् बुहारी र मै आउँछु भनेर। तर यस्तो छ वेदर, तर रोक्यो भने चाहिँ हामी आउन सक्छौँ है मानु। पानी पऱ्यो भने चाहिँ एकदमै चिसो छ, त्यो त तिमीले नि बुझिरहेको होला, भ्लगबाट हेरेर ब्लेस्ड फिल गरिरहेको होला। मैना मेरो साथी र मेरो बुहारी भनेर तिमी पनि हेर, साँच्चै हेर यस्तो हेभी रेनफल छ नि। यो स्क्रिनलाई चाहिँ देख्दैन र मात्र अलिअलि देख्दैछौ नि होइन। सो अब जानुपर्छ है त, अब हिँडौँ, फेरि आधा बाटो आइपुग्यो। अब केक पसलमा पुगेर भेटौँ है त। सनफ्लावर्सहरू चाहिँ हेर त, याङतार चाहिँ खुला रहेछ मन्जु। हाम्रो यत्रो मेहनत गरेर चट्याङ, हुरी, बतास, अनि के भन्छ चिसो अनि अर्को झरी, अनि त्यो लाइटनिङलाई के भन्छ, त्यो त चट्याङ, यत्रो सर आयौँ। तर के गर्ने, हाम्रो त बेकरी नै बन्द रहेछ, दसैँको टाइमले भएर पनि होला, पछि फर्किनु पर्ने हुन्छ। यत्रो मिहिनेतले आयौँ नि भिजेर, तर के गर्नु, केक नै पाएन, कस्तो दुःखै भयो। अब के गर्ने होला, बाफ आएको देख्नुभयो यस्तो चिसो छ। हेत्तेरिका के गर्ने होला, यो पानी नपऱ्यो भने कताबाट त मिल्थ्यो, म्यानेज हुन्थ्यो। अब फेरि बहिनीसँग कुरा गर्नु पर्ला, बहिनीले के भन्दो रहेछ। ल बे जानुपर्ने हुन्छ अझ, किन डराएको तिमी? अनि हिँड न भाइ, ए केही खोज्यो होला नि मन्जु। अब यसपालि केक आएन भने पनि टेन्सन नलिनु ल, बिलेटेडवाला केक आउँछ। 21 गतेसम्म चाहिँ तिम्रो केक आएन, अब के गर्नु त नि। 21 गतेसम्म यस्तो वेदरको अलर्ट गरिरहेको छ। ह्याप्पी बर्थडे त्यही पनि तिमीलाई भोलि, आज एडभान्स। सनफ्लावर्स हामीले चाहिँ केक पनि भेटेनौँ, मतलब सो सनफ्लावर्स हामी चाहिँ केक सप पनि पुगेर आएको, हजुरले देखिहाल्नु भयो है।
केक सप पनि बन्द रहेछ। किन केक सप पनि जानु पर्थ्यो भन्दा पनि हामीले चाहिँ फर्स्टमा चाहिँ पेजलाई त्यो क्याफेलाई त्यो बेकरीमा चाहिँ फर्स्टमा चाहिँ हामीले सोधेको थियौँ क्या, त्यो पेजले रेस्पोन्स नदिएपछि चाहिँ हामी त्यो केक सपै जानु पर्यो। अनि केक सप पुग्दाखेरि त बन्द रहेछ, सायद दसैँले नि कारणले होला। तर मैले बहिनीलाई चाहिँ मेसेज गरेको छु, उसले के रेस्पोन्स दिन्छ। यदि पाएन भने चाहिँ अब दसैँपछि नै भेट्नु पर्ला है मन्जु। तिमीले नि बुझ्यौ नि होइन, त्यो मिहिनेत गरेर आएको हेर। म यस्तो भिज्यो अरे यस्तो, एक साइड त पुरै भिजेको छु। केही छैन, सी यु भेरी सुन। बट स्टिल एडभान्समै ह्याप्पी बर्थडे टु यु। तर भोलि यो भिडियो आउँदाखेरि त तिमीले मैले एडभान्स चाहिँ भनिराख्नु पर्दैन होला। सो ह्याप्पी बर्थडे वान्स अगेन मन्जु। सी यु भेरी भेरी सुन है त। खानुपर्छ अरे मलाई त। अनि उताबाट नि मम्मी थोरै चाख्नुहुन्छ? नखिच्नु, यस्तो खानुहुन्छ। हाम्रो चाहिँ चौचौ सुप पनि रेडी भइसकेको छ, अब चाहिँ खानु पनि हुन्छ। सधाएर छ। यो त नमिसाउनु होला है, छुट्टै दामी दामी जाडोमा सुप कति काटेर खानुपर्छ। अब जाडोमा हेर्नु यस्तो हुडी लगाएर बस्नु परेको छ, दिनभरि पानी परेको कारणले जाडो छ। सो अब चाहिँ खान्छौँ है त सनफ्लावर्स। सो सनफ्लावर्स अब चाहिँ केक पनि सल्भ भयो, किनभने चाहिँ अहिले चाहिँ मैले एउटा ओहो भन्ने पेजबाट चाहिँ मैले उसको लागि केकको लागि चाहिँ अर्डर गरिदिइसकेँ। अनि उसको केक चाहिँ भोलि 2 बजेसम्म चाहिँ रिसिभ भइसक्छ। सो अब आउन चाहिँ पाइनँ मन्जु, सो मन नदुखाउनु होला भन्दै तिमीलाई वान्स अगेन ह्याप्पी बर्थडे। अनि अब चाँडै भेटौँला, किनभने ट्रिट खानुपर्छ नि त। सो मेरो आजको दिन चाहिँ यसरी नै बित्यो, किनभने आज एकदम ठुलो रेनफल भयो, कहीँ पनि जान पाएन। सो दिनभरि खाँदै सुत्दै गरेर अनि देखिहाल्नु भयो लास्ट आवरमा पेजले रेस्पोन्स नदिइसकेपछि म बेकरीसम्म पनि गइदिएको थिएँ। तर बेकरी सप नि बन्द भएको कारणले चाहिँ मैले चाहिँ अनलाइन मार्फत नै मेरो साथीलाई चाहिँ बर्थडे केक अर्डर गरिदिएको छु। सो अब यति भन्दै सनफ्लावर्सहरूसँग नि बिदा माग्न चाहन्छु। भोलिको भ्लगमा फेरि भेट भइहाल्ने छ भन्दै तबसम्म चाहिँ हाँसिराख्नुहोस्, मुस्कुराइराख्नुहोस्, खुसी हुनुहोस् भन्दै गुड नाइट सनफ्लावर्स। 새벽이 찾아와 밤의 명암은 더욱 깊어